हेलो गाइस, म चाहिँ भुटानभित्र पसिसकेँ। यहाँ चाहिँ अलिकति लङ प्रोसेस रहेछ। प्रि रेजिस्ट्रेसन गर्नु पर्थ्यो रहेछ, त्यो चाहिँ मलाई थाहा भएन। र अहिले इमिग्रेसन अफिसमा जाँदैछु। जतिसक्दो आज बेलुका नै यहाँबाट अब पारो निक्ल्यो भनेको जाँदैछु यहाँनिर रेजिस्ट्रेसन गर्नको लागि। अहिले मसँग चेट गर्छ नि केटी अगाडि बस्छ मलाई उँभो जाँदा चाहिँ अलिक साह्रो पर्छ हिँड्नु। हेलो गाइस, म चाहिँ अब पारोको एकदमै छेउमा आइपुगेँ, नजदिक छुन्जम भन्ने जग्गा। यहाँ यो गेटको सिधा चाहिँ थिम्पू जाँदो रहेछ र हामी चाहिँ अब यो लेफ्ट साइड भएर यो एउटा ब्रिज छ यहाँनिर देखिँदैछ। अँध्यारोमा साह्रै आएको छैन। यो गाडी जाँदै गरेको जग्गा यता चाहिँ अब पारो जानुपर्ने रहेछ। हात जाने चाहिँ यता देखाइदिनुहोस्। यता हात जाने चाहिँ यो साइडमा रहेछ, लेफ्ट साइडमा। यहाँबाट कति किलोमिटर छ अब पारो? पारो यहाँबाट तपाईँको पर्छ 40 समथिङ, 40 यस्तो 35 जस्तो पर्छ। 35 है? 35। अच्छा, यो चाहिँ भुटानको किङ एन्ड क्विन हो अहिलेको प्रेजेन्ट। अब हामी पारो पुग्न लाग्यो। नियरली 1 आवर छ अब। वन्स अगेन गाइज, म छुन्जम भन्ने जग्गा आइपुगेँ। एकदमै राम्रो दृश्य छ भुटानको। सबैलाई स्वागत छ मेरो युट्युब च्यानल एडभेन्चर किङमा। अब हामी पारोपट्टि प्रस्थान हुन लागिरहेको छौँ। हेलो गाइज, यहाँ हामी अब पारो पुग्यौँ। यो पारोको भ्यू नाइट भ्यू, त्यो देख्दै गरेको त्यो ठुलो बिल्डिङ यो चाहिँ जोङ रहेछ। एकदमै ब्युटिफुल प्लेस। यहाँ चाहिँ आउनुपर्ने रहेछ लाइफमा एकखेप। एकदमै मनोरम दृश्य। अब यो क्यामेरामा त्यति साह्रो राम्रोसँगले क्याप्चर भएको छैन, तर रियलमा एकदमै राम्रो छ यहाँ। गुड मर्निङ गाइस, आज दोस्रो दिन हो पारोको। र हिजो म एकदमै बेलुका लेट आइपुगेँ र होटेलको त्यो बाटोको केही पनि देखाउन सकेन पारोको। र अहिले हामी एक्सप्लोर गर्दै जानेछौँ। गुड मर्निङ गाइस, सो दिस इज द भ्यू। हाम्रो होटलदेखिको बाहिर एकदमै पारोको नजारा। राति त हिजो एकदमै केही देखेको थिएन, अहिले चाहिँ यति साह्रो ब्युटिफुल छ। एकदमै क्लिन सिटी, एकदमै भेरी क्लिन सिटी एकदम। गुड मर्निङ माई डियर फ्रेन्ड, वेलकम इन पारो। म चाहिँ पारो आइपुगेँ हिजो राति। एकदमै ढिलो भयो र भिडियो बनाउनु। म बसेको होटल चाहिँ यस्तो छ, होटल साङ्गेलिङ। एकदमै राम्रो। अन्त भित्रको एम्युनिटिजहरू म देखाइन्छु। यस प्रकार छ। अब हामी रिसिप्सनमा जाँदैछौँ। म चाहिँ हाम्रो ड्राइभर दाजु हुनुहुन्छ। यस्तो गर्नु कि लाइव एग्जाम्पल है। रिसेप्सन डाइनिङ। एम्प्लोइजहरू पनि राम्रो छ। अब चाहिँ म टाइगर नेस्ट लाग्न आँटेको यहाँबाट गाइड पर्खिरहेको छौँ, दिदो गाइड। हेलो माई डियर फ्रेन्ड्स, वान सेकेन्ड गुड मर्निङ। अब म लाग्दैछु टाइगर नेस्टपट्टि। तपाईँहरूलाई बाटोको मनोरम दृश्य देखाउँदै जानेछु र टाइगर नेस्टलाई एक्सप्लोर गर्नेछौँ हामी। सी यू सुन।
फ्रेन्ड्स म बेस क्याम्प आइपुगेँ हो यस प्रकार छ बेस क्याम्प टाइगर नेस्टको लागि जाँदैछु उता टिकटको लागि पार्किङ स्पेस रहेछ अन्त टिकटको लागि जाँदैछु बेस क्याम्प यस प्रकार छ एकदमै राम्रो जग्गा टिकट काउन्टर यहाँ छ गाइस अब यहाँबाट हामी हिँड्दैछौँ उकालो टाइगर नेस्ट त्यो पारी त्यो माथि जो पहाड देख्दैछ त्यसको कहाँ जानुपर्छ यो चाहिँ बेस क्याम्पबाट हामी हिँड्यौँ जस्ट यहाँ चाहिँ घोडाहरू राखिरहेको छ जो हिँड्न नसक्ने उनीहरूले यहाँबाट सवारी गरेर नि जानु सक्छ हाफवेसम्म त्यसपछि चाहिँ माथि हिँडेर नै जानुपर्छ एकदमै राम्रो वाटरफल रहेछ अन द वे छेउमा चाहिँ साह्रै जानु हुँदैन होला त्यो धार्मिक स्थल हो यो तल देख्दाखेरि चाहिँ बेस क्याम्प हो This is the real view of Tiger Nest. This is the main place जहाँ चाहिँ म गइरहेको छु टाइगर नेस्ट एकदमै ब्युटिफुल भ्यू छ अब यहाँबाट चाहिँ फेरि नियरली 70% जस्तो कम्प्लिट गरिसक्यो जर्नी 30% छ यहाँ क्याफे छ ताक्साङ क्याफे यहाँको रुखहरू एकदमै राम्रो फाइबर छ यो रुखमा गाइस फाइनली अब म आइपुगेँ ताक्साङ यसकै बेसब्रीले इन्तजार गरेका थियौँ गाइस दिस इज ताक्साङ मोर देन 2 आवर हिँडेर यहाँ आइपुग्यो एकदमै खुसी लागिरहेको छ अझै अलिकति हिँड्नुपर्ने छ मलाई गएर उकालो सायद भित्र एलाउ छैन होला क्यामेरा बाटो यस्तो छ एकदमै डर लागिरहेको छ यो बाटोमा हार्टको पेसेन्टहरूको साह्रै हिँड्नु नसक्ने रहेछ यो बाटोमा जुन खालको स्टिप छ डाउन छ सँगै छ यहाँबाट कहाँ कहाँ भिड छ देख्दैन ओ माई गड यत्रो ठुलो चट्टान इन्टर गर्दैछु भित्र यसभित्र चाहिँ एलाउ छैन क्यामेरा यो दृश्य हेलो माई डियर फ्रेन्ड फाइनली मैले टाइगर नेस्टको दर्शन गरेर म यहाँ आइपुगेँ एकदमै राम्रो हो मन हल्का भयो हजुरहरू पनि आउनु होला यहाँनिर एकदमै दर्शन गर्नुलाई एकदमै यो इम्पोर्टेन्ट जग्गा हो ब्लेजिङको लागि ब्लेजिङ लिनुहोस् यहाँ आएर एकदमै ब्युटिफुल भुटान एक्सप्लोर गर्नुहोस् भुटानलाई
थ्याङ्क यू सो मच मेरो भ्लगलाई म यही अन्त गर्दछु सी यू अन माई नेक्स्ट भ्लग